चाहिँ आज 1 कप आटाबाट यति धेरै खाजाहरू कसरी बनाएर तयार गरे होला त? तपाईहरुलाई पनि आफ्नो नानी बाबुहरूको टिफिनको टेन्सन भइरहन्छ। आउनुहोस् आज हामी यो सिम्पल रेसिपी ट्राई गरौँ। मैले चाहिँ यहाँ 1 कप आटा, कालो जिरा र ज्वानोलाई हालेर डोलाई रेडी गरे। अनि एउटा बटुकामा उसिनेको आलु, मसिनो गरी काटेको प्याज, धनिया र खोर्सानी, नुनलाई हालेर मजाले मिक्स गरेर रेडी गरेको छु। अघि रेस्ट गर्न छाडेको डोलाई लिएर मैले यहाँ रोटी बेली दिएको छु अनि त्यसमाथिबाट अघिको मसलालाई लिएर मैले मजाले फैलाइदिएको छु। अनि मैले अर्को रोटीलाई लिएर त्यसलाई कभर गरिदिएको छु। बेलनाले हल्का मिलाइसकेपछि मैले एकतिरबाट सिधा सिधा र अर्कोतिरबाट बाङ्गो बाङ्गो डिजाइन दिएर काटेको छु। काटिसकेपछि मैले यसलाई फ्लावरको डिजाइन दिएर रेडी गरेको छु। तपाईहरु पनि भिडियोमा देखाए जसरी नै बनाउन सक्नुहुन्छ। सबै फ्लावर समोसा चाहिँ बनेर रेडी भइसकेपछि मैले एउटा बटुकामा अन्डालाई फुटाएर लिएको छु। यसलाई राम्रोसँग मिक्स गरिसकेपछि अघिको फ्लावर समोसालाई त्यसमा डुबाएर मैले मिडियम हिटमा रहेको तेलमा लगेर हालिदिएको छु। यता समोसा पाक्दै गर्दा मैले समोसासँग खानको लागि अचारलाई पनि बनाएर रेडी गरेको छु। यति बेलासम्म चाहिँ हाम्रो समोसा पनि पाकेर रेडी भइसकेको छ। अनि मैले मेरो छोरीलाई टिफिनमा आज यही खाजा लगिदिएको थिएँ। उसलाई चाहिँ यो समोसा एकदमै मिठो लाग्यो अरे। तपाईहरु पनि आफ्नो नानी बाबुहरूलाई यो खाजा बनाएर दिन सक्नुहुन्छ।